अब अहिलेसम्मको भिडियोमा चाहिँ हामीले सिर्फ आइटीको मात्रै कुरा गर्दा होइन आज चाहिँ किन हामी रेस्टुरेन्टको कुरा गर्दैछौँ भन्दाखेरि लगभग अब आइटी भनेको त अब एआईले खाइसकेको छ नि त अब भनेको अब रेस्टुरेन्टले नै खानुपर्छ क्या अब किन भन्नुहोस् अब भनेको अब आइटी साइटी छोड्ने अब हामी नान बनाउन खोजिरहेको छौँ अब दाइ र म मिलेर अब नान बनाउँ कि होइन हामी चाहिँ एक्सपर्ट हाम्रो जोइन हुनुहुन्छ त्यहाँसम्म सिकेर हामी चाहिँ अब नान चान बनाउने होइन आइटी साइटी छोडिदिने अब 5 वर्षमा हामी सबैजना आइटीबाट निस्किन्छौँ होला होइन तपाईँ के भन्नुहुन्छ सम्बन्धी त्यो अब त्यो अघि नुप भाइले भने जस्तै अब त्यो कुरा त्यस्तै छ होइन अहिले अलिअलि कस्तो भने चाहिँ आइटी पनि आफ्नो एउटा फिल्डमा छ तर अहिले जुन अहिले फर्स्ट आइरहेको भनौँ न अलिकति प्रफिट ओरिएन्टेड बिजनेस चाहिँ अब यो पनि हो एक हिसाबले त्यही भएर पनि अब स्पेसली हामी अब खानेकुरै होइन केही खाऊँ भनेर धेरै नेपाली खाना पनि धेरै हो नान बनाउनु एउटा खतरा स्किल्समै पर्छ नि त हो कि अनि स्किल्सको बारेमा भन्नु त अब त्यो नानलाई धेरै स्किल चाहिन्छ नान बनाउनु त मैले आफैले होइन गरेको छैन नान पनि थरी थरीका नानहरू हुन्छ होइन आइटी भन्ने बित्तिकै तपाईँ निस्किसक्यो अब 5 वर्षमा तपाईँले खाइसक्यो अहिले अब कामै पाउँदैन भन्दा पनि हुन्छ बिगिनरले त कामै नखोजौँ होइन अब सबैजना मिलेर नान करी खोलौँ के भन्नुहुन्छ नान पनि धेरै किसिमको हुन्छ होइन हामी यहाँ ट्रेनिङ पनि दिँदैछौँ अब आइटी छोडिदिउँ नान करी बनाऊँ होइन हाम्रो बहिनी जो हुनुहुन्छ उहाँहरूले स्पेसल कोर्स दिनुहुन्छ उहाँहरूलाई होइन तपाईँ के थप्नुहुन्छ स्पेसल कोर्स अब दिन्छौँ होइन अब यो कस्तो भने चाहिँ यहाँ फेरि एकदम मलाई राम्रो लागेको के रहेछ भने यो रेस्टुरेन्टमा गोर्खाली रेस्टुरेन्ट जस्तै अब नेपाली खानाको लागि भनेर स्पेसल नेपाली पनि छ अरे मैले आफूले हेर्ने हेरेँ होइन इन्डियन खानेको लागि इन्डियन नै कुरा हेरेँ जस्तै इन्डियन खाने भनेर अब नान करी भयो होइन नान करी पनि अब विभिन्न अब भेराइटीको छ है अनि प्लस त्यो अब हामीले त भनौँ म त धेरै पल्ट लागेको थिएँ कि अब भाइसँग चाहिँ फर्स्ट त्यो हो अनि अब जस नानको कुरामा चाहिँ म स्पेसली यहाँको करी होइन नान करी ओरेन्जी करी भन्छ त्यो चाहिँ मेरो एउटा फेभरेट हो म अरूलाई पनि त्यही सुझाउने गर्छु ओरेन्जी चाहिँ प्लस त्यो चिकन मिसाएर बनाएको हुन्छ कि एकदम मलाई चाहिँ अवश्य टेस्ट लाग्यो अरू चाहिँ के मन पर्छ अनि अरू स्पेसली मलाई अब नान त भइहाल्यो होइन स्पेसल नानकै लागि आउँछु म अब चिज नान हो स्पेसली म चाहिँ अरूलाई असोसिएट गर्छु त्यो कुरा चाहिँ खानाको लागि कसलाई इन्ट्रेस्ट भने चिज नान खानु अनि प्लस मलाई अर्को चाहिँ मिठो लाग्यो भने यहाँको खानामा एकदम मसला चाहिँ एकदम पर्फेक्ट छ कि धेरै पनि छैन थोरै पनि छैन होइन जस्तै अब कतिपयले भन्छ कि अब मलाई नेपाली रेस्टुरेन्ट गएर खाएर आएर चाहिँ कस्तो मुडै खराब हो अथवा पचेन राति गाह्रो हो भन्ने त्यो चाहिँ मैले यहाँ देखिनँ कि